सम्पूर्णलाई नमस्ते। यति बेला भने हजुरको पाठमा चाहिँ एकदमै छुट्टै किसिमको चाहिँ एउटा भिडियो बनाएको छु। हजुरले देख्न सक्नुहुन्छ। हाम्रो चाहिँ बिहे भएको 15 वर्ष भयो। 15 वर्ष भइसकेपछि यो एउटा छोरा चाहिँ कान्छो छोरा यत्रो भइसक्यो। जेठा छोराले चाहिँ भिडियो खिच्दैछ। हाम्रो 15 वर्ष भइसक्यो बिहे भएको। यो चाहिँ हाम्रो ढुबेटमा आएको गाडी हो। 15 वर्ष भयो। मैले चाहिँ श्रीमतीले चाहिँ अब यो गाडी चाहिँ बेचौँ भनेर भन्दाखेरि हैन मेरो माइतबाट दाइजो आएको राख्ने हो, सम्झना हुन्छ, चिनो हुन्छ भनेर भनिन् श्रीमतीले। त्यसपछि म पनि चुपचाप ल्याएर बसेँ। अहिले आएर चाहिँ यो गाग्री चाहिँ आँटीतिर हेर्न गएको यस्तो भएछ। गोठको आँटी आएर राख्थ्यौँ, अहिले पुरानो घर यो यस्तो भयो यो गाग्री। अहिले चाहिँ मैले श्रीमतीलाई के भने हेर्नु श्रीमती, अब यो 15 वर्षमा हामीले पहिले बेचे ब्याजले पनि कति हुन्थ्यो, आखिर यसलाई राखेर चाहिँ यो अब यसको मूल्य पनि घट्दै जान्छ र यो पुरानो हुँदै जान्छ भनिसकेपछि श्रीमतीले अब यो बेचौँ, बेचेर बरु हामीले कुखुरा किन्ने कि बाख्रा किन्ने कि उत्पादन दिने चिज किन भनेर मैले श्रीमतीलाई फकाउँदाखेरि श्रीमतीले पनि ल ठिकै छ बेचौँ भन्ने कुराले चाहिँ अब हामीले यसलाई चाहिँ बेच्छौँ 1-2 दिनपछि। यो चाहिँ तपाईँको ठ्याक्क हामीले जोगिसक्यौँ। 4 किलो रहेछ। तपाईँको 4 किलो पनि 5-6 हजार त यसलाई बेचेपछि पर्छ। हामीले चाहिँ अब यो बेचेपछि चाहिँ अब 5-6 हजार रुपियाँको चाहिँ एउटा बाख्रा किनेर ल्यायो भने यस्तो गागी 100-150 किन्ने पैसा त हामीले त बाख्रा दिन्छ, त्यसलाई राम्रोसँग पालन पोषण गरियो भने त यस्ता गागी आउने पैसा त कति दिन्छ कति। त्यही भएर चाहिँ तपाईँहरूको पनि बिहामा आएका दाइजोहरू छन् भने, तामाका दाइजोहरू छन् भने तपाईँले माइतबाट आएको भनेर सम्झनाको लागि भने नराख्नुहोस्। तपाईँले भएका तामाका गाग्रीहरू बेच्नुहोस्, तपाईँहरूले भैँसी पाल्नुहोस्, बरु तपाईँहरूले बाख्रा पाल्नुहोस्। त्यो गरियो भने चाहिँ यस्ता गाग्री किन्ने पैसा चाहिँ कति दिन्छ कति सम्झना भन्दै यस्तै पुरानो थोत्रो बनाएर राखिन हामीलाई फाइदा छ, केही पनि छैन। त्यही भएर चाहिँ मैले हजुरहरूलाई के भन्न चाहन्छु भने हजुरहरूको पनि तामाका भाँडाहरू छन् भने, बिहामा आएको दाइजो छन् भने तामाका भाँडाहरू भए यसलाई बेचेर यसको पैसा नमास्नुहोस्, भैँसी किन्नुहोस् अथवा बाख्रा किन्नुहोस्, कुखुरा पाल्नुहोस्, यसले चाहिँ फाइदा हुन्छ। तर यस्तो तामा चाहिँ हामीले चाहिँ सम्झना भन्दै राख्यो भने हेर्नु त यस्तो यो पुरानो भएको छ, यसको मूल्य पछि घट्दै जान्छ। त्यस कारणले गर्दा हजुरले पनि अब मैले जस्तै चाहिँ बेचेर उत्पादन दिने चिज पाल्नुहोस्। यसो गर्दा चाहिँ तपाईँलाई पनि राम्रो हुन्छ, सबैलाई राम्रो हुन्छ। यो चाहिँ अब राखेर काम छैन भनेर मैले श्रीमतीलाई भनेर अब हामीले चाहिँ यसलाई बेच्दैछौँ। यो बेचेको पैसा चाहिँ हामीले बाख्रा किनेर त्यो बाख्रालाई हामीले राम्रोसँग स्याहार सुसार गऱ्यो भने त्यसले यो गाग्री किन्ने, यस्ता गाग्री त 100-150 गाग्री किन्ने पैसा दिन्छ। त्यही भएर यस्ता गाग्री अब हामीले राख्न ठिक छैन भनेर हामीले बेच्दैछौँ। तपाईँहरू पनि यस्ता गाग्री छन् भने बेच्नुहुन्छ कि राख्नुहुन्छ, के गर्नुहुन्छ हजुरकै विचार हो। तर मैले चाहिँ हजुरलाई दिन खोजेको सन्देश चाहिँ यो बेचेर, यस्ता गाग्री बेचेर उत्पादन हुने चिज ल्याउनुहोस्। गाई भैँसी अथवा कुखुरा बाख्रा के पाल्ने त्यो ल्यायो भने हामीलाई फाइदा हुन्छ। हस्त नमस्कार।